सो हेलो गाइज नमस्ते अनि झोले सबैजनालाई म आरामै छु तपाईहरु आरामै हुनुहुन्छ भन्ने आशाको साथ आज न्यू डे न्यू भ्लग लिएर उपस्थित भइसकेको छु अनि अहिले चाहिँ म खोलामा आएर भ्लग स्टार्ट गर्दैछु किनकि हामी आज खोलामा आछौं यसो भड्डु हैन थाल थाप्नी भनेर भड्डु थाल चाहिँ भने नि एउटै हो यसो दाना र पिठो र जाँड मिसाएर यसो विचार गरौँ न तमुली खोलामा कतिको पर्दो रहेछ भनेर यो साँगे खोलातिर आछौं त्यही भएर अनि मनैदेखि धन्यवाद यसरी नै माया साथ सपोर्ट दिइराख्नु होला मेरो 1K पुग्न लागिसकेको छ 930 जना भइसकेको छ अनि अब 70 जना जोडिनु भयो भने त अनि 1K पुग्छ अनि मलाई एकदम धेरै खुसी लाग्छ अनि मैले 1K मा त खतरा सेलिब्रेसन गर्ने छु पक्कै पनि अनि हाम्रो यहाँ साथमा हुनुहुन्छ यहाँ सानो 16 वर्षको बच्चा ए त्यसरी हैन के बाबु देख्न सक्नुहुन्छ के बोलेको यो तिरिङ्गे पहिला पिठो मुसा भनेको के सुशान्त हाम्रो यहाँ फिस मास्टर सिकाउँदै जे पनि हो कि जे पनि अनि पछाडि अंकित हिरो आज हाम्रो साथमा नयाँ मान्छे जोडिनु भएको छ अंकित हिरो अनि यहाँ म छु ल अब दाना साना बनाइयो हैन जान साट साट ट्याक्क मोलेर अनि यहाँ तिङ्गे भाइले बान्दैछ फर्ममा छ केटो मम्मीलाई माछाको होला जस्तो छ कालो कट हुन्छ मैले त्यो जान सोचेको थिएँ कि मैले सोचेको कालो त्यो कट होला त्यो जान्ने भने थियो मम्मीले तर यो जानमा अलिक गन्ध पुग्छ भनेर अनि यसले गन्ध चाहिँ कसले हो गन्ध पुग्छ भनेर मम्मीले जाँडको गन्ध ल्याउने हो र हो त साच्चै ओ गन्धले आउने हो नि आउनु त गन्धै पाएर आउने हो चाहेर गन्ध नभए त कताबाट आउँछ र आउनु त होइन मतलब जाँडको गन्ध लुचाएर जाँड खानाको त्यो उस खाना आउने होला नि बरु के डल्लो जाँडको भाइलाई कटको पठाइन्छ उस उ लिन पिठो लिन कहाँ पाइन्छ बरु यता पसल्नु पसल्ने ला टाढा छ जस्तो हो पाको पाए पिठो नि आउँदा यार पहिला एक लट थापौँ न कस्तो हुन्छ अनि चट्ट तर पुरा पुग्दैन पुग्दैन के साडु पुग्दैन के पुरा यिनीहरूलाई कोहीले रातो टोपी कोहीले रातो भेस्ट आर्मी सक्छ त कहिले मेरो पनि छ टोपी सक्दैन नि कोहीले कतिवटा भयो थाल साडुले खेल छान्दै अलि राम्रले बनायो टोपी मामाको टोपी मामाको बालक हो या भान्दाको मामाको के ल लगाइदिउ नि त ल ए वाउ ह्यान्डसम तिरिङ्गेला हो कि तर सबभन्दा ह्यान्डसम देखिएको होइन मलाई त सौदेर टोपी लाग्यो त्यही नि यो घाम प्रोटेक्सन हुन्छ ल अहिले चाहिँ नि हामी थाप्न लागिरहेको छौँ खोलातर्फ च्याट्ट अलिकति खाल्टो बनाएर अनि च्याट्ट राख्नुपर्ने हुन्छ त्यहाँ माथि अलिअलि जाँड हापेर खोला बढे रहेछ कि यो खोला बिहान उस भएर चाहिँ यता यता आइपुग्यो रहेछ हामी चाहिँ नि साँगे खोलामा छौँ है कता आयो कताको खोला कुन खोला भन्नुहुन्छ होला यो चाहिँ नि साँगे खोला यहाँ पतिनीको ग्राउन्ड यहाँनिर हो ट्याक्क यहाँ ल पहिलो सुरुमा हामीले यसरी खाल्टो बनाउनु पर्ने हुन्छ होइन खाल बनाउँछ फेरि होइन त्यही भएर तिरिङ्गेको ड्रेसहरू देख्न सक्नुहुन्छ तपाईँहरू सब केटाहरू हिरो हिरो भएर क्याप स्याप चस्मा सस्मा आफू त बिहा भयो सबभन्दा हिरो भएको चाहिँ हो हेर्दै हेर्दै टुरिस्ट म चाहिँ खलासी जस्तो म चाहिँ के हो त खले मलाई के अलि यस्तो टोपी राम्रो क्याप लाउनु खोज्छ नै क्याप लायो भने अलि त्यहाँ पौडी खेल्नु गइदिनु पर्छ कि ए जा मरिहाल्नु कखन एकछिन यो उस थापौँ अनि खेलाउँला नि पौडी यार अलि क्यारम हुन्छ यो थापेपछि ढुङ्गाले चेप्नु हातमा पर्छ ए बाबु सिकाउँछ यार ए कस्तो मान्छेले सिकाउँछ यार हान्दिन क्या पहिलो यहाँ देख्न सक्नुहुन्छ यो एकदम लुटेर जस्तो यो उ त्यता कुनातिर नि एउटा उ त्यता थाप्न पायो ओ यो काल टी-सर्टले हेरेर आउँछ त्यता एरिया तिम्रो एरिया साडु लगेर कुत्ते का होता है एरिया शेर का ना कुत्ते ओए कुत्ते इलाका होता है नहीं एरिया में रात भरि मच्छरले टोकेर त वही चल्छ रातिको मच्छरले यहाँ अहिले डाबर देखायो यो काल टी-सर्ट लाख बोल्यो यार मलाई आएको छैन यस्तो पाराले अब होइन अझ माथि जाने अब मेरो चप्पल एउटा चाहिँ थापेर भ्याइयो अब फेरि अब अर्को थाप्न गइन्छ
थापिसी फेरि यस्तो माछा त यस्तो हो नि फेरि एउटा माछा भगाइहाल्छ कि अब आउन लाग्छ त्यहाँ हिलो नबनाउन कस्तो साइजको रहेछ यसो गरेर गर है ट्याप यसरी गरेर हाल कि हाल्दाखेरि ओके पुरै बगाउँछ फेरि देखाएन क्या हो कसो देऊ त ल अब ढुङ्गाले अठाउँछ सही हो फिक्स भ्याएको त पर्छ यहाँ घर जाऊ तिमी त भ्यागुदाको बच्चा च्याट्ट पानी आज अलि धमिलो रहेछ बिहान राति पानी पर्दैन नि त खोला अलिकति धमिलो रहेछ नभए अलिकति माछा राम्रो पर्थ्यो होला अब जे भयो नि अलि सङ्गिँदै गयो थाप्दै जाम के अरे पर्छ पर्दैन तपाईँहरूलाई पक्कै देखाउने छु त्यहाँ भुल्नु नै सकेको हेर नि त सानो भुनभुन आयो सानो माछा आएको त भुनभुन आयो अरे ल च्याट्ट अब यहाँ पनि थापियो ल अब हामी थर्ड डेस्टिनेसनतर्फ जान्छौँ हाम्रो हिरोहरू फेरि यहाँ रातो चड्डी रातो चाहिँ हुन त चड्डी नि रातै हो साँच्चै रातो गन्जी रातो क्याप के भयो हुन नि सक्छ के भयो भयो कि भयो बगाउन भएन त्यही हो उसलाई पानी खेल्न मन लागेको रहेछ नाटक पारेर लोडे जस्तो हामी यहाँ पत्नीको ग्राउन्डभन्दा माथि हामी यहाँ पुल निर आइसक्यौँ यहाँ हामी त ऊ बवाल देखियो तर ट्याक्क पुल मुनि यहाँ चाहिँ नि सुशान्तको हात पर्न ला अब पर्ने नपर्ने सुशान्तको भाग्यको खेल हो अर्कोले डाइलग खाने पायो भाइ साडुलाई भन्न पायो अर्को मान्छे बोलेको एउटा धेर मजाकको लागि भनिदिएको होइन त्यो मान्छेले ल सुशान्तको पहिलोचोटि होला यहाँ सिकाउँदै गाइजहरूले ल यहाँ थाप्यो ल हाम्रो भाँडा थाप्ने कार्यक्रम थापेर नि सकियो अब हामी गएर रेस्ट गरिन्छ एकछिन उयो दमैको छोरो यता राणा बाटो कि दमै हो यार आइस पऱ्यो मासला झुक्किएँ म सरी बौला एक फोनको घुमा नि त तिमी नि आउनुहोस् नाच नि अरे एकचोटि प्लिज डुम्रे बजार जाओस् एकचोटि डुम्रे बजार जाओस् पतेनी डाँडैमा हावा सरर जता छ निर्माया उतै नसर होइन नमस्ते साथीहरू तन्तल पुलै घाममा म हिँडिरहेको छु आफ्नै सोचले बोकिरहेछु चप्पल र मोबाइल नो लिसन एनिथिङ तयारी थाप्दै हुनुहुन्छ छड्के उ त्यो फुच्चे भाइ परे होइन ल दामी परेछ जस्तो लाग्यो अरे हेर्दा त म अलि चङ्के पारामा छु बाल छैन अपुतो ज्याप पर्खी भाइ साथीहरू म देखाउँछु सुरुको ल भिडियो बना म खोलिदिन्छु त्यो होइन कि त्यो होइन खोल्ने अङ्कित चलिरहनु त त्यो सबै खोल्नु पर्दैन कि
छोड्दैन के दिमाग त ओहो साथीहरु पर्छ हजुर हजुर दामी हो कि तर हामी होइन र होइन चट्ट लाएर त्यहाँ गएर दाइले भनेपछि पर्दैन भने ए बाबु अब सेकेन्ड लट उठाउँदैछौँ हामी यहाँ चाहिँ नि खासै परेको छैन जस्तो लागिरहेको परे अरे सानो भयो नि परेछ होला ए जाँडै ल्याएन जाडले रौँ तलै जाने होला अब उठाएर थापे हुन्छ क्या अब त यता माथि पर्दैन यी माथि तल माथिको उहाँ पुल हेर न यहाँबाट कति देखियो आउनु न यो थाप्नु सेकेन्ड भुरा माछा तिरिङ्गेको भागै यो हाल्ने झोल खानु हुन्छ रतक्क ग्रेभी बनाएर झोल खानु हुन्छ ल ल सेकेन्ड लट पनि सानो पर्यो अब हामी तेस्रो थालतर्फ जाँदैछौँ यहाँ चाहिँ नि तिरिङ्गेल थापेको हो र हेरौँ है त कति पर्छ सर्कोमा हेर्नु यता ल्यायो नि हुन्छ कि यता ल्याउने यता होइन कि आऊ के छोड्यौ न एकछिन खेलिरहेको छ त्यो निकाल्दा जाने नि अलि एउटा दुइटा भयो नि पर्छ दिमाग पनि मान्छेको यार ल तेस्रो थाल खोल्न जाँदैछौँ हामी डाइरेक्ट प्लास्टिकमा हाल है न त्यो उसँग गरेर नखोलेको हो त्यसरी डाइरेक्ट तलबाट खोल अब के एक्साइटेडै बढी मान्छेहरूको ए तिरिङ्गेले थापेको ठाउँमा कतिको पर्दो रहेछ ओ ठुलो पर्दो रहेछ एउटा दुइटा ठिकै पर्दो रहेछ तर थोरै पर्दो रहेछ निकालिदेऊ न माछा त देखाइदिउँ न ब्लगमा ब्लग भोटी परेछ यार ठिकै ल 7-8 वटा भयो नि राम्रै पर्दो रहेछ त्यहाँ माथि मैले थापेको थिएँ थाहा होला नि डेस्टिनेसन चाहिँ नि अनुजको हो दाजुभाइ मिलेर के हुन्छ कि त्यहाँ दाजुभाइ मिलेर के हुन्छ कि त्यहाँ त यस्तो हो नि फेरि ल है ल अब चौथोमा चाहिँ नि यस्तो रे चौथोमा हेरौँ ल चौथो डेस्टिनेसन चाहिँ नि यहाँ हो होइन त्यहाँ झन् एउटा नि परेन ए परे होइन औडा परे होइन रहेछ यार आज लाग्यो मलाई भट्ट गर्छ पढ पहिला खोल न त्यही भुरा माछा रहेछ कि भट्ट खतरा फर्स्टमै एउटा छिएको थाप्ने बित्तिकै एउटा एक्सपेक्टेसन भर्सेस रियालिटी कति मसिनो अनि माछा नदेखाउने रे अहिले त माछा नदेखाएको ल बिल्ला भयो गाई किन बच्चाहरू अझै छ बच्चाहरू छेउदी के भयो माछा किङ के भयो कि हन्टरम्यान डेस्टिनेसन यहाँ चाहिँ नि सुशान्तको हात परेको यहाँ चाहिँ कति पर्दो रहेछ है त हेर खै हेरौँ कस्तो पर्यो अनि त्यही भुरा त हो नि कत्ला गरिदियो फ्यात्ला गरिहाल्यो नि फ्यात्ला एक पाथी गयो त्यो मसिनमा मात्र यार जाडो भएको है सुफान मिठो त्यसलाई आशिष राईले 1 किलो भन्थ्यो यार 1 किलो त भयो
माछा भुत्लो भुत्लो केटाहरूको कसैको भाग्य नरहेछ यो खोलाको त्यो मसिनमा त सक्यो होला ए भाग्य रे सुरुमा निकालेको कसले हो ए थापेको ठाउँ कसले हो अब एकछिन आराम गरिँदैछ चस्मा लाउने के फेरि भिडियो स्टार्ट गरेपछि फेरि कोहीले यो त हल्का चट्टा हाम्रो खाजा खाने कार्यक्रम हुँदैछ कुरकुरे ल्याउने यता ओ अङ्कितलाई पो भोटे जस्तो हिरो देखिया त ए डङ जस्तो देखिया त यार कपाल काटे देखाएर ए ल सक्दैन नि सक्दैन मिठो रहेछ तल आउनु लागेको रहेछ कि तल आएपछि उकाको भाडा सन्दै मेरो बुढी 8-10 वटा परे नि ठिक हुन्थ्यो है 5 वटामा है सोला भनेको 40 के अरे 40 रुपियाँ ए भाइ 8-10 वटा भनेको 50-60 वटा भइहाल्छ चोकेले त के रे काने गुजी नफाल्छु यस्तै हो के नआएपछि यामा हातमा थुपाएर ब्याउ त्यो कता धेरै त्यहाँ धेरै खाने हाने ए अझ निकालेर देख्यो क्या अझ यो त के हो कस्तो खसीको खानै नआउँदो रहेछ सानो मारेर कि मनमना त्यहाँ सरापेर हो क्या उका हो क्या उका अब आधी घन्टा पछि निकालिन्छ माछा कतिको पर्दो रहेछ हेरौँ त्यही अनुसार चलिन्छ हामी पनि कहाँ चलिङ हो त्यही अनुसार चलिन्छ अहिले चाहिँ नि हामी दोस्रो लट थाप्न जाँदैछौँ अहिले चाहिँ नि नयाँ ठाउँतिर थापिन्छ यसो बिचतिर थापिन्छ अघि धमिलो भएर बिचमा थापिएन अहिले चाहिँ बिचतिर थाप्न पर्यो ल्याउन आउन अब एक लट थापेर आधी घन्टा जति कुरिन्छ हेरौँ कतिको पर्छ अब चाहिँ बिचतिर थापिन्छ अनि सङ्ग्नु हुँदैको खोलाको बिचतिर थाप्नु पर्यो अनि कुरिन्छ के रे भाइ च्यानलको नाम क्रिस राणा ब्लग्स KREES है क्रिस राणा ब्लग्स प्लिज डु सब्सक्राइब गएर हेर है अन्त हेलो भनिदेऊ नि त एकचोटि ल पत्नीको भाइहरू सब्सक्राइब नि गरिदेऊ च्याट लाइक कमेन्ट है पत्नीको भाइ त राजु थापाले यस्तो गरे हानि स्पेलिङ भन त अहिले मैले भनेको क्रिस राणा राणा होइन KREES है डबल अनि यस क्रिस राणा ब्लग्स ओके ल है बल खेलेको यहाँको ग्राउन्डको नि छ ल हामी यो अब दोस्रो लटको हामी फर्स्ट चाहिँ थापिँदैछ हेर्दै गर्नुहोस् रमाइलो अन्तिमसम्म स्किप नगरिकन यहाँ एक लड अनुसले अहिले सेकेन्ड लडको फर्स्ट लड थापिसकेको अब हामी अर्को ठाउँमा थाप्नु जाँदैछौँ तर डेन्जर पर्छ है मैले तर मैले परेको के डेन्जर भन्नुपर्दा मैले थापिसी फेरि हेर्नु कान्छीलाई नपर्ने भन्ने हुँदैन क्या बरु अलिक भुरा परे बरु त्यही हो क्या गाह्रो अलिक ठुल्ठुलो परेन भुरा पऱ्यो नि धेरै पऱ्यो नि त भुरा पऱ्यो नि सबभन्दा रेकर्ड ब्रेक मैले गरेँ ल म चाहिँ नि माथि थाप्न जान्छु यिनीहरूले चाहिँ तल थाप्नु जस्तो छ म चाहिँ माथि ठाउँमा थाप्छु दोस्रो लड नि थापियो 4-5 वटा थापियो अब हेरौँ अहिले चाहिँ नि बिचमा थापियो केटाहरूले नि अलिकति उस्ती गरेछ मेहनत अङ्कित भाइले मेहनत गरेछ एउटा थापेर अहिले चाहिँ नि पर्छ के गर्छ अनि सानो बच्चा चाहिँ त्यहाँ पौडी खेलिरहेको देख्न सक्नुहुन्छ त्यहाँ कोही नभएर यो आयुष तिरिङ्गी हो पैसा खेल्ने आलोमा खेलिरहेको कति मजाले खेलिरहेको अब घर गएर फेरि नुहाउनु यति हो कि अब यति भिजेर गयो अब घर गएर नुहाउनु कि यस्तो अल्छी आयो मजा सानो बच्चाहरू चाहिँ चप्पल हातमा हालेर अब कुर्नै पर्छ जसरी नि होइन
अब बरु एकछिन पानीमा डुबेर बस्दिनु बरु गर्मीले अति भयो पानीमा डुबेर बस्दिन पऱ्यो मोबाइल डुब्छ कि भन्न पर्ने अब सानोतिनो मोबाइल पानीमा डुबेर बस्नु पऱ्यो चट्ट लाएर आहा आहा रन्डी आइमे जस्तो यार हेर्नु है म डुबेर कानी ल डुबेर बसिरहेको म चाहिँ नि भिडियो गर्दिनँ ओए कहाँ गयो ओ तिरिङ्गे ओए कहाँ निस्क्यो ओए ओए कहाँ हो ओए कहाँ हो तिरिङ्गे कहाँ पुग्यो डुबेर ल पानीमा मजा भयो केटा पानी अलि धमिलो रहेछ क्या यार खुट्टा काट्यो बल्ल आयो ल अब एकछिन पौडी खेलिन्छ अनि चट्ट लाएर निकालेर गइन्छ दोस्रो लडको हामी चाहिँ नि यो निकाल्न गइरहेको छौँ हेरौँ माछा कति परेछ होइन एउटा नि परेन होला त्यसमा यहाँ पर्छ कि मेरोमा माछा त मकै माछा परेको थियो हाम्रो भुटुभुटु गरिसक्यो लिएर हिँड ओए लु झर लाग्यो ढुक्क अघि ल उठाएर जान्छ भने अनि लास्टमा देखाउँछौँ हामी लास्टमा अलिअलि पऱ्यो माछा खासै परेन आज खोला धमिलो भएर हो नभए त माछा मिठो पर्थ्यो खोला धमिलो छ भनेर थाहा थिएन हामीलाई जेस अलिअलि यति भयो नि पऱ्यो अब घरतिर लाग्नु जेस आजको टाइम पास भयो घाममा रुममा बसेर पाकेर मोबाइल हेर्दा वाक्क टाउको फुट्न लाएर अनि खोलातिर आइदिएको जेस तिहार नि थियो तर हामी बेलुका थाप्न आउनु पर्ने हो तिहार थाप्न आइएन त्यही भएर अनि यहाँ चाहिँ दाइले मारिराख्नु भयो यहाँ के हो यो हालेर नेचुरल बिस हालेर के को पात हाल्नुभयो अब हामी घरतिर लागिँदैछ ल ल ल यो खोला तरेर जानु पर्ने हुन्छ ए ल लाग्यो अब घरतिर अब डाइरेक्ट घर पुगेर देखाउँछु गरिन् भयो दिनभरि माछा मारियो थकाइ पनि लाग्यो माछा त के भन्नु सिद्रा गाइस सिद्रा साह्रै खोला धमिलो रहेछ अनि हुन त टाइम पास मात्र गर्नु गएको हो धमिलो रहेछ अनि माछा यत्रो कान्छ्याउन भन्दा नि सानो साह्रै मसिनो एक दुई लट ठुलो परेको थियो अनि जोस् रमाइलो भयो जोस् तपाईँहरूलाई कन्टेन्ट देखाउन पाएँ नि त पाप लाग्छ अरे हाम्रो राजन दाइले पनि त्यही भनिरहेको थियो त्यत्रो भर्खर संसार देख्नु लाग्यो बुढा माछाहरू मारेर बनाएर होइन तिरिङ्गीले फेरि झोल बनाएर खानुहुन्छ भनेर सबै हालेर लिएर आयो अनि अब यो अहिले हाउडी चलिरहेछ अब भात खाने बेला भयो आजको दिन चाहिँ नि मजाले राम्रोसँग बित्यो अहिले चाहिँ भात खान लाग्यो चट्ट दाल भात यो घेरौला करेलाको तरकारी यस्तो घेराउनासँग के खायो भन्नु होला है फेरि साइडमा फेरि छ अर्को यहाँ देखिहाल्नु भयो होला पिस होइन ल यदि भन्दै अब आजको भिडियोबाट बिदा हुन्छु सी यु इन नेक्स्ट भिडियो यसरी नै माया साथ सपोर्ट दिनु होला र चाँडोभन्दा चाँडो 1K पुऱ्याइदिनु होला मेरो हस् लभ यु